यो नेपालगञ्ज क्याम्पस रोडको जमुनिया नाका जाँदाको बाटोमा पर्ने फेमस हलुवा पराठा पसल हो। यो 3 पुस्तादेखि यो पसल गर्दै आइराखेको छ। 52-54 सालतिर क्याम्पस पढ्दा यहाँ चाहिँ बिहान बिहान गएर दैनिक रूपमा 1 रुपियाँमा खाइन्थ्यो। अहिले 1 रुपियाँको 100 ग्राम खाइन्थ्यो, अहिले 30 रुपियाँ भएछ। लगभग 30-32 वर्ष पनि भयो होला। यहाँ गएर नखाने मान्छे को होला र नेपालगञ्ज पुगेपछि यो हलुवा पराठा एकदम फेमस छ। तराजुमा जोखेर दिने चलन छ र यो 3 पुस्ता बाजे छोरो नाति 3 पुस्ता हामीले देखिसक्यौँ। यहाँ चाहिँ पहिला उसको बाउ हजुरबाउ थियो पुरानो, त्यसपछि बाउले गर्यो, अहिले गएर म त नेपालगञ्ज पुगे पनि एकचोटि यहाँ पुगेर जसरी पनि खान्छु। तपाईहरु पनि खानुले एकदम मिठो छ, वेट गरेर दिन्छ, भरपेट हुन्छ।